हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल कस्मेटिक नेपाल। आज चाहिँ हामीले सनस्क्रिनमा सनस्क्रिनमा अनि त्यसपछि हामीले बाहिर घामले आज हामीलाई कसरी असर गर्छ घामको किरणहरूले हामीलाई कसरी असर गर्छ अनि SPF 60 SPF को मतलब के हो अनि त्यसपछि हामीले मोइस्चराइजर सनस्क्रिन लगाउनु भन्दा अघि किन प्रयोग गर्नुपर्छ र यसलाई प्रयोग गर्ने यो दुईवटाको प्रयोग गर्ने तरिकाहरू आजको सम्पूर्ण कुराहरू यस भिडियोमा गर्ने नै छौं। मैले तपाई सामु लिएर सकेको छु अहिलेको धेरै नै बेस्ट राम्रो कम्बो यो देख्न सक्नुहुन्छ। एउटा चाहिँ जोन्सनको मोइस्चराइजर, यो चाहिँ जोन्सनको मोइस्चराइजर अनि त्यसपछि एउटा चाहिँ यो सानो जोन्सनको सानो मोइस्चराइजर अनि यो चाहिँ यो सनस्क्रिन आस्ताबेरीको SPF 60 वाला सनस्क्रिन यहाँ देख्न सक्नुहुन्छ। स्पेशली आज चाहिँ हामी कुरा गरौँ घामले हामीले कसरी असर गर्छ, घामको किरणले हामीले कसरी असर गर्छ। घामको किरणहरुमा UVA UVB अल्ट्रारेजहरु हुन्छ जसले गर्दा फेरि तपाईको छालामा इन्डाइरेक्टली डाइरेक्टली रूपमा असर गरिरहेको हुन्छ। यसले चाहिँ तपाईको छालामा दागधब्बा आउने अनि त्यसपछि छालाहरु डढ्न सक्ने जसलाई सनबर्न भनिन्छ। अनि यसले चाहिँ छालाको समस्याहरु यदि तपाईहरु घाममा धेरै लामो समय बस्नु भयो भने चाहिँ छालाको समस्याहरु पनि देखा पर्ने हुन्छ। यस्तो समस्याहरुको लागि चाहिँ तपाईले यो सनस्क्रिन युज गर्नुपर्ने हुनेछ। अनि यसको बारेमा आज हामी सम्पूर्ण कुराहरु गर्ने नै छौं। यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ मसँग छ यो सनस्क्रिन अब चाहिँ हामी स्पेशली कुन स्किनले के युज गर्ने त कस्तो खालको सनस्क्रिन गर्ने भन्ने धेरैको कन्फ्युजन छ। यदि तपाईहरुको स्किन ओइली छ भने त्यस्तो खालको सनस्क्रिन युज गर्नु पर्यो जसमा चाहिँ मेन्सन गरेको हुन्छ। त्यसैमा यहाँ चाहिँ मैले तपाईलाई फर अल स्किन टाइप्स फर अल स्किन टाइप्स यो गर्मीमा धेरैले अहिले चाहिँ स्लिभलेस कपडाहरु हाफ कपडाहरु लगाउने बुदा फेरि तपाईको सनबर्नहरु हुने धेरै समस्याहरु हुन्छ। त्यसको लागि चाहिँ हामीले बच्नको लागि प्रयोग गर्ने क्रिमहरु सन क्रिमहरु चाहिँ यस्तो खालको सन क्रिमहरु SPF 60 SPF 70 अनि त्यसपछि SPF 100 पनि हुन्छ। अनि त्यसपछि SPF 30 40 कतिसम्म आफूले धेरै जसो घाममा हिडिन्छ भने चाहिँ तपाईको छालाहरुलाई अब त्यस्तै खालको समस्या सनबर्नहरु हुने भएकोले तपाईले SPF 60 SPF 50 त्यो अनुसारको नम्बर अनुसारको तपाईले प्रयोग गर्न सक्नुहुन्छ। यदि SPF 60 50 चाहिँ यो उमेर समूहकाले लगाउनु हो भन्ने चाहिँ कुरा गलत हो। यो चाहिँ यसले चाहिँ तपाईको कति % सम्म काम गर्छ भन्ने जताउँछ SPF 60 को मतलब चाहिँ तपाईलाई 98.3% सम्म घामदेखिबाट जोगाउँछ, 100% भन्ने हुँदैन अनि यसको बारेमा कुरा गर्नु पर्दा फेरि आज तपाईको स्किन कुन छ उस स्किन पनि हुन्छ, ओइली स्किन हुन्छ, कम्बिनेसन स्किन हुन्छ, सेन्सिटिभ स्किन हुन्छ, नर्मल स्किन हुन्छ, ड्राई स्किनहरु हुन्छ तपाईको स्किनहरु कस्तो छ त्यही अनुसारको तपाईले सनस्क्रिनहरु प्रयोग गर्नुहुन्छ। यो देख्न सक्नुहुन्छ यो चाहिँ अल स्किन टाइप्स मेन्सन गरेको छ यहाँ देख्न सक्नुहुन्छ डर्माटोलोजिकली टेस्टेड और अल स्किन टाइप्स यहाँ मेन्सन गरेको छ। यो चाहिँ सबै खालको यो तपाईको जुन स्किन भए पनि त्यो स्किनले लगाउन मिल्ने खालको भनेर मेन्सन गरेको छ। अनि तपाईहरुको स्किन अनुसारको समस्याहरु स्पेशली सेन्सिटिभ स्किनलाई धेरै नै समस्या हुन्छ जसले कि तपाईको छालाहरुलाई इन्स्ट्यान्ट रिजल्ट देखाइदिहाल्ने के जस्तै इचिङहरु चिलाउने रेडनेसहरु अनि कुनै पनि छालाहरुको समस्याहरु देखाइदिहाल्ने त्यस्तो सनस्क्रिन तपाईलाई त्यस्तो देखाउँछ भने चाहिँ तपाईले त्यस्तो खालको सनस्क्रिन युज नगर्नु होला। अब चाहिँ हामी यसको विशेषताको बारेमा र अब यो कम्बो कसरी युज गर्ने र यो कस्तो हुन्छ भित्रदेखिबाट सम्पूर्ण कुराहरु आजको यस भिडियोमा गर्ने नै छौं। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटी आउनु भएको छ भने लाइक शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला। ओके एभ्रिवान, पहिले चाहिँ हामी कुरा गरौँ यो मोइस्चराइजरको बारेमा यो मोइस्चराइजर स्पेशली हामीले केलाई युज गर्छौं त यो मोइस्चराइजर चाहिँ तपाईको स्किनलाई सफ्टनेस र धेरै नै हलुका खालको यो मोइस्चराइजर भएकोले तपाईको फेसमा स्पेशली कुनै पनि ड्राइनेस पहिले सुरु फेस वाश गरिसकेपछि कुनै नि धेरै फेस वाशहरुले तपाईको स्किनहरु ओइलहरु फाल्दिने अनि त्यसपछि तपाईको फेसलाई ड्राइनेस गराउने समस्याहरु हुन्छ। अनि त्यसकारणले चाहिँ तपाईले युज गर्नुपर्ने चाहिँ एउटा मोइस्चराइजर पनि हो मोइस्चराइजर चाहिँ तपाईको सुक्खा ड्राई स्किनलाई नरम गराउनका लागि धेरै नै राम्रो काम गर्ने यो चाहिँ 24 आवर मोइस्चराइजर एकखेर लगाइसकेपछि 24 आवर सम्म लगाउनु पर्ने यो मोइस्चराइजर हो। अनि यसको चाहिँ भित्रबाट कस्तो हुन्छ त भनेर देखाउनु पर्दा फेरि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ जोन्सनको बेबी सफ्ट मोइस्चराइजर यो मैले यो सानोमाको देखाइरहेको छु। तपाईहरुले धेरै नै राम्रो सिल प्याक छ यहाँ देख्न सक्नुहुन्छ। यो थोरै तपाईहरुले म
खोलेर देखाउने नै छु। तपाईहरुले पनि युज गर्नु भएको छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला यो आइटम कस्तो छ भनेर। यहाँ देख्न सक्नुहुन्छ मैले यो थोरै खोलिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ मैले यो चाहिँ थोरै है निकालेर आफ्नो यो पछाडीको स्किनमा लगाउँछु। यो चाहिँ तपाईको स्किनमा एकदम है छिटो नै एब्जर्ब हुने खालको मोइस्चराइजर क्रिम हो है। यसको परफ्युम पनि है फ्रेग्रेन्स चाहिँ अलि धेरै बाक्लो छैन, ठिक्कमाको फ्रेग्रेन्स आउँछ यसको चाहिँ। लगाएको तपाईको धेरै बेर है रब गर्नु पर्दैन, यसो लगाउँदै बित्तिकै तपाईको स्किनमा यो चाहिँ है एब्जर्ब भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ दुईवटाको कम्बो हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ जोनसनको मोइस्चराइजर है। तपाईहरुले यदि युज गर्नु भएको छैन भने पनि एकफेर युज गर्न सक्नुहुन्छ यदि तपाईको स्किनहरुलाई सुट गर्छ भने चाहिँ है। अझैसम्म त्यस्तो फेरि यो मोइस्चराइजरमा चाहिँ त्यस्तो कम्प्लेन भन्ने हामीले त्यस्तो पाएको छैनौं हाम्रो ग्राहकहरुबाट पनि। अनि त्यसपछि अब चाहिँ हामीले यो सनस्क्रिनको बारेमा हेरौं है। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ SPF 60 को सनस्क्रिन। यसको चाहिँ प्राइसको कुरा गर्नु पर्दाखेरि 490 रुपैयाँ आइसी है। यसलाई चाहिँ भन्नु पर्दा फेरि लगभग 800 रुपैयाँ है पर्छ। अनि 100 ml को प्याक हो है यो। अब यसलाई चाहिँ भित्र देखाएर हेरौँ न कस्तो छ त। यहाँ देख्न सक्नुहुन्छ यो पनि सिल प्याक नै छ। तपाईहरुले त्यहाँबाट देख्नु भएको छ भने म तपाईहरुलाई त्यही नै आएर देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ म चाहिँ यो तपाईको स्किन नजिकै आइसकेको छु। यसको चाहिँ है भित्र देखेर कस्तो हुन्छ त म थोरै हातमा लगाएर चेक गर्छु। यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यो थोरै है आफ्नो हातको स्पेस अनुसार चाहिँ लगाएको छु। तपाईले है आफ्नो ठिक्क दुईटा औंलाले तपाईको फेसमा युज गर्दा फेरि रब गर्नु होला, त्यही अनुसार तपाईको स्किनमा एब्जर्ब हुन्छ यो चाहिँ। यो चाहिँ यसो बेर चाहिँ रब गर्नुपर्ने हुनेछ है। यो चाहिँ अलि व्हाइटनिङ फर्ममा पनि छ। यहाँ देख्न सक्नुहुन्छ तपाईको स्किन तपाईको क्वान्टिटी है फेसमा कति जति लाग्छ जस्तो लाग्छ त्यही अनुसार तपाईले आफ्नो स्किनमा युज गर्न सक्नुहुन्छ है त। यसको फ्रेग्रेन्स मलाई राम्रो लाग्यो है। फ्रेग्रेन्स चाहिँ राम्रो छ यसको पनि। यहाँ देख्न सक्नुहुन्छ दुईवटा हातको कम्पेरिजनमा चाहिँ तपाईले त कम्पेयर देख्नु भएको छ कि नै है। फेस चाहिँ हल्का चिल्लो टाइपको यहाँ देख्न सक्नुहुन्छ कस्तो राम्रो है। लगाएको यो नलगाएको यो लगाएकोमा यस्तो डिफरेन्सहरु छुट्याउन सकिन्छ। ओके एभ्रीवन, अनि त्यसपछि आज चाहिँ हामी यति नै कुरा गरौँ। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ मैले यो दुईवटा है यो क्रिम अनि त्यसपछि यो मोइस्चराइजरको कम्बो लिएर आएको थिएँ है। यो जोनसन मोइस्चराइजरको कम्बो तपाईहरुले पनि युज गर्नु भएको छ अथवा कुन सनस्क्रिन मोइस्चराइजरहरु युज गर्नु भएको छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। कुनै पनि कस्मेटिक रिलेटेड क्वेशन छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला अनि त्यसै अनुसारको हामीले रिप्लाई भ्यासम्म गर्ने नै छौं। यदि तपाईहरु मेरो च्यानलमा पहिलो चोटी आउनु भएको छ भने लाइक शेयर अनि सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। यस्तै नै कस्मेटिक रिलेटेड भिडियोहरु हामी दिन प्रतिदिन लिएर रहने छौं। र है तपाईहरुले यसलाई कति नम्बर दिनुहुन्छ त यो कम्बोलाई है कमेन्ट बक्समा कमेन्ट गर्नु होला। 10 मा कति नम्बर दिनुहुन्छ? मैले चाहिँ यो 10 मा 9 दिन्छु किनभने यो दुईवटाको कम्बो यो आस्ताबेरी अनि त्यसपछि जोनसन मोइस्चराइजरको कम्बो चाहिँ धेरै नै मन पराउने अनि हाम्रो पसलबाट पनि धेरै नै बिक्ने भएकोले यसलाई चाहिँ मैले 10 मा 9 दिन्छु। यो त्यसकारण तपाईहरुले कति दिनुहुन्छ यदि युज गर्नुहुन्छ भने चाहिँ कति दिनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब चाहिँ हामी अर्को भिडियोमा छिटै नै भेट्ने छौं अथवा कुन सामानको है रिभ्यु गरौँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। त्यही अनुसार हामीले भिडियो लिएर आउने छौं। ओके बाइ।